नमस्ते। आज पनि कविता वाचनको लागि आएको छु। अनि आज चाहिँ मैले कविता वाचन गर्ने कवि हुनुहुन्छ रावतजी र उहाँको कविता एउटा आमा शीर्षकको छ। म त्यही कविता वाचन गर्न गइरहेको छु। आमा। झरीको एक बिहान आकाश नै धरतीमा झरिरहेको बेला तिमी भनी आकाशतिरै गयो। आमा, तिमी आकाश भयो, अब कसरी छुनु मैले आकाशलाई? आकाशमा छन् जुन तारा, अब तिम्रो सहारा। आकाशमै डुल्छ घाम, म एक्लोको कता जाम? न छ मसँग तिम्रो कान्छी औँला, न छ मसँग तिम्रो मुटुको डरे, न छ मसँग मैले ऐना हेर्नु तिम्रो आँखा। म त केवल तिम्रो सम्झनालाई अघि लगाएर पछि पछि कुदिरहेछु यो सङ्घर्ष लेखमा। आमा, के आकाशबाट म देखिन्छु? कहिलेकाहीँ लाग्छ उधारो रासन पानीको निम्ति किराना पसलेसँग याचना पो गर्दैछौ कि? कहिलेकाहीँ लाग्छ बाउको कुटाइले आमा घरतिर पो भाग्यो कि? कहिलेकाहीँ लाग्छ मेरो पढाइको ऋण तिर्न ढुङ्गी काटेर साउको दोकानमा पो पुग्यौ कि? र कहिलेकाहीँ लाग्छ यो लट्ठु छोरोलाई हल घाँसिदिन कुटुम्बहरूको दैलोको चाहँदैछ कि? तर कतै देख्दिन तिमीलाई, कतै भेट्दिन तिमीलाई। भदौको एक बिहान जगतले नै आकार लिइरहेको बेला तिमी भने अन्धकारमा विलीन भयो। आमा, तिमी निराकार भयो। आमा, तिमी निराकार भयो, अब कसरी देख्नु मैले निराकारलाई? अझै पनि भिरपाखाहरूमा सुनिने दुःखको भाका तिम्रै जस्तो लाग्छ। अभावको साँझमा भन्ज्याङबाट भारी बोकेर झर्ने मधुरो छाया तिमीसँग दुरुस्तै मिल्छ। आँखमा नानी च्यापेर खोला किनारमा गिटी कुटिरहेका ती आमाका अनुहारहरू ठ्याक्कै तिम्रै जस्तो लाग्छ। आमा, के तिमी अझै यतै कतै छौ र? जीवनको हरेक बिसौनीहरूमा मलाई हाँस्न मात्र सिकाएर किन रुन सिकाएनौ? त्यसैले तिमी बिनाको यो एकान्तमा पनि म रुन जानिरहेको छु।